हेलो गाइज वेलकम टु मन्सिर पशुपन्छी तथा कृषि फार्म वेलकम है। यहाँ चाहिँ हाम्रो बाख्राहरू मजाले चरिरहेको अवस्था छ भने साइडमा हाम्रो च्याउ फार्म चाहिँ 12 मिटर लामो च्याउ फार्म चाहिँ रेडी भएको छन्। अब च्याउ फाल्नलाई अलिकति टाइम लाग्छ होला, सायद हामीलाई एक हप्ता जति, एक दुई हप्ता जति, त्यसपछि च्याउ पनि हाम्रो रेडी हुन्छन्। हाम्रो कम्युनिकेसन चाहिँ यो खालको छ, मल्टी चाहिँ हाम्रो यहाँनिर चाहिँ च्याउ फार्म, यतातिर चाहिँ बाख्राको चाहिँ घाँस, अनि यहाँनिर चाहिँ बाख्रा चराउने, अनि यहाँनिर चाहिँ हामी मकै बाख्राको दानाको लागि यहाँनिर मकै लगाएको छन्। हाम्रो फर्म चाहिँ अलि माथि यहाँनिर चाहिँ हाम्रो बाख्राको फर्म छ। यो चाहिँ बाख्रा फर्म हो यो हजुर है। अनि यो चाहिँ माथि हाम्रो घर हो, यो चाहिँ हाम्रो घर हो, यो चाहिँ हाम्रो घर पर्यो भने यता चाहिँ हाम्रो बाख्रा फर्म हो। अनि यहाँनिर चाहिँ बाख्राले यहाँनिर चरेर छ, यस्तो मजाले दामी तरिकाले खाइरहेको छ गाई चाहिँ हेर्नु, कति रमाइलो तरिकाले। ओ माई गड, यदि तपाईँहरूलाई पनि यस्तो चिल्ला टिलिक्क टल्केको बाख्रा वेल्दी एन्ड ह्याप्पिनेस भएको बाख्राहरू चाहिएको खण्डमा चाहिँ सम्पर्क गर्नु होला है। हामी यो सबै बाख्रा सेल गर्न चाहन्छु। कोही मान्छेले एउटै फर्मै उठाउने हो भने, एउटा ग्रुपै उठाउने हो भने चाहिँ हामीसँग सम्पर्क गर्नु होला। सम्पर्क गर्न नबिर्सिनु होला। सम्पर्क नम्बर 98 43 00 34 72, मन्जुश्री पशुपन्छी तथा कृषि फार्म, तारकेश्वर 1 चिलाउने भन्ने ठाउँमा चाहिँ यो फर्म रहेको जानकारी गराउन चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल, जय कृषि, जय मातृभूमि। धन्यवाद, थ्याङ्क यू सो मच। ढिला नगर्नु होला। तपाईँहरूले यदि बाख्रा चाहिएको छ भने सम्पर्क गर्नु होला। हस्त, धन्यवाद। अनि अबको एक महिना 45 दिनपछि हाम्रो यहाँ पराली च्याउ पनि उत्पादन हुँदैछन्, कन्याम च्याउ। तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल, जय कृषि, जय मातृभूमि। नमस्ते, म तपाईँहरूको गोठाले सुकलाल तामाङ। हस्त, नमस्ते।